मनपर्छ मलाई। हास्य कलाकारहरूमा सबभन्दा बढी मासु खाने कलाकार को भनेर आज जब आफ्नो चाहिँ प्रश्न सोध्यो भने किरण केसी भन्छ मान्छेले। मलाई मासु एकदमै मनपर्छ। तपाईँलाई मासु मनपर्नु कारण के त? मलाई मासु मनपर्ने कारण चाहिँ के भने मासु असाध्यै नै मिठ लाग्ने भएर मन पर्यो। दिनमा कति पटक हाँस्नुहुन्छ? दिनमा कति पटक हाँस्छु भन्दाखेरि एउटा तपाईँ कार्यक्रम हेरेर हाँस्छु। तपाईँ हास्य कलाकारै हो है। अहिले भर्खरै तपाईँले त्यो प्रेजेन्टेसन गरेकै नै एउटा त्यो हाँसो लायकको छ। सर हजुरलाई चाहिँ अब यसमा स्वर दिनु भएको छ। मैले एक अक्षर पढाएको छु कि पछाडि आएकै भन्न मन छ नि राजाराम डियर भनेको यो म्युजिक भिडियोमा लिनुमा ठुलो हात चाहिँ अनुकै छ भन्ने सुनेको थिएँ। किनभने अनुलाई चाहिँ मसँग काम गर्ने ठुलो रहर थियो अरे। यसको सबै ठुलो छ।